नमस्ते सम्पूर्णमा स्वागत छ राम ब्लगमा। यति बेला चाहिँ यो कुन ठाउँ हो, यहाँ आइपुगेको अवस्था हो। र ठाउँ चाहिँ कुन ठाउँ हो मलाई चाहिँ थाहा भएन, तर म चाहिँ यतातिरको दृश्यहरू यस्तो बब्बाल छ। फेरि टक्कसँग खाजा र यसो नास्ताहरू खाने क्रममा चाहिँ यसो केही समय निस्केको अवस्था हो। म चाहिँ अघि भर्खरै यहाँ बिच सहर आइपुगेको हो। अनि यसो टक्कसँग होइन हल्का पानी परिरहेको थियो, त्यही भएर अहिले चाहिँ अलिक पानी निको भएको छ। तर अब एकछिन बिच सहर चाहिँ घुम्न जानु पर्यो भन्दैछु है। म गएर बाहिरको दृश्यहरू के कस्तो हुन्छ भन्ने कुरा चाहिँ म यहाँबाट चाहिँ देखाउँदै जानेछु। यी समय यता ट्रक पनि आउँदैछ टुङ हेर्न सक्नुहुन्छ त्यति सहरहरू चाहिँ यस्तो छ टक्कसँग है। यहाँबाट चाहिँ अब माथि मनाङतिर पनि जान सकिन्छ। यो रोड हुँदैछ होइन। अब एकछिन चाहिँ यसो घुम्दै जानु पर्यो। म अघि आउनु चाहिँ यही बाटो आएको हो, तर पानी एकदम खतरा आएको थियो, त्यही भएर भिडियो खिच्न चाहिँ सकेको थिएन। अहिले चाहिँ अब पानी रोकेको कारणले चाहिँ यसो केही समय यसो घुमघाम गरिरहेको छु बेसी सहरतिर होइन। यो एरियालाई चाहिँ बेसी सहर भन्छ, त्यही हो साथीहरू। अब हेर्दै एकछिन घुम्नु पर्यो होइन। कहाँसम्म चाहिँ जाँदो रहेछु, यो रोड यसो सल्देरसम्म पुग्यो कि भनेर चाहिँ हिँड्दैछु अब हेरौँ भन। टक्कसँग यस्तो रहेछ यतातिर एकदम बब्बाल ठाउँहरू रहेछ होइन। ल दामी बब्बाल रहेछ होइन। यहाँ बिचमा चाहिँ यस्तो बब्बाल देखिन्छ क्या होइन। दृश्यहरू चाहिँ एकदम खतरा रहेछ है। दामी लाग्यो मलाई चाहिँ साथीहरू। ल बेलुकी पखाएको दृश्य चाहिँ एकदमै दामी छ। यहाँ उताबाट आउँदो रहेछ, यहाँबाट पनि आउँदो रहेछ है। अनि यता पनि छ, एकदम बब्बाल देखिन्छ ठाउँहरू चाहिँ होइन। दामी सुन्दर लाग्यो गाछहरू, ठाउँहरू चाहिँ दामी छ, बब्बाल छ एकदम खुसी लाग्यो यहाँ आइपुग्यो। अब आजको लागि चाहिँ यति नै। फेरि अर्को भिडियोमा भेटौँ है त साथीहरू। आजलाई बाई बाई।